Hello, good morning, or what I say, good morning or good evening. यो आज चाहिँ बेलुका भइसकेको छ होइन लन्डनको अहिले कति बजे एडमिस टाइम 5:17 गइरहेछ अहिले न आज चाहिँ हाम्रो बिहानदेखिको बाबा ससुरा बितेको 2 वर्ष भइरहेको थियो त्यही भएर आज पूजा भन्नाले नि बत्ती बाल्नुपर्ने थियो बाबा ससुराको नाममा सो हामीले पूजा गरिसकेर पनि त्यहाँ चाहिँ पूजा गरेको त्यहाँनिर चाहिँ र यो चाहिँ सिटिङ रुममा सानो घरमा अहिले चाहिँ म रेस्ट नै गरिरहेको छु बिहान 5 बजेदेखि उठेर होइन क्रिसमसको लाइट बिहाइन्ड पर्दाको पछाडि सो लुक्स नाइस क्रिसमस लाइट पनि गरिरहेको छु र आज चाहिँ म किनभने घर लङ टाइम होइन भइरहेको थियो घरमा नि कामले गर्दाखेरि गर्न पाएको थिएन सो त्यसैले मेरो सानो ब्लगमा वेलकम उहाँ चाहिँ मेरो ससुराबा हुनुहुन्छ ससुराबा चाहिँ त्यतिको 2 वर्ष हुनुभयो आज पूजासुजा बत्ती बालेकोहरू क्यान्डलहरू हटाइसक्यो बलेर यो 3टा चाहिँ निप्नुहुन्न भन्छन् क्या अरे बेलुकासम्म बालेर छौँ यो चाहिँ मेरो सानो सिटिङ रुम होइन सिटिङ रुममा मेरो हस्बेन्ड श्री सुतिराख्नु भएको छ बाघ जस्तै घुरेर अनि यहाँ चाहिँ हाम्रो रुमहरू रुम पनि सानो छ जस ठिक भनौँ तल छिर्न नसक्ने झाडा छ जस मेरो स्नेक प्लान्ट दामी छ जस यहाँ चाहिँ मेरो हस्बेन्ड श्री सुतिराख्नु भएको छ स्लिपी यहाँ चाहिँ पूजासुजा गरिसकेपछि यो लाइट चाहिँ बेला बेलामा के हुन्छ हाम्रो यो चाहिँ टोइलेट हो है टोइलेटको नि हामीले रूप रङ चेन्ज गरेका छौँ घरको टाइल लाएर सो लुक्स लाइक दिस हाम्रो यो लाइट चाहिँ बेला बेलामा आई डोन्ट नो होइन के हुन्छ अटोमेटिकली चेन्ज हाम्रो टोइलेटको अहिले यस्तो भइरहेको छ यसमा इनामेल लाउनै बाँकी छ लुक्स नाइस साइनिङ गुड भाइब मलाई चाहिँ सबैभन्दा टोइलेट र किचन चाहिँ र हलवे चाहिँ एकदम क्लिन एन्ड स्विट आई निड टु क्लिन एन्ड स्विट एभ्री टाइम टु बेड सो यो चाहिँ तल हाम्रो बर्डिङ तलसम्म चाहिँ अझै अनि हाम्रो गिफ्ट प्रेजेन्ट आएको हो यो प्रेजेन्टलाई सजाउने ग्लास चाहिँ आएको छैन होइन सो आई लिभ इट लाइक दिस स्टिल यो चाहिँ मेरो हस्बेन्डको फ्रेन्डहरूले दिनुभएको सो नाइस यो चाहिँ मेरो सासू मम्मीले ल्याइदिनु भएको यो फुल चाहिँ अनि यो चाहिँ हाम्रो स्मल करिडोर भनौँ हामीले बिगिनिङमा किन्दाखेरि एकदमै उयो थियो डिजास्टर एभ्रिथिङ सामानहरू केही थिएन यो चाहिँ एभ्रिथिङ अहिले फुल यो चाहिँ क्याटरिङ गर्ने जस्तै सामानहरू ल्याएको छौँ किनकि समटाइम होइन यहाँ चाहिँ कोल्ड हुन्छ नि त लन्डनमा चाहिँ जाडो हुन्छ एनी टाइम कोल्ड होइन सो खाना पकाएर चाहिँ तातो रहिरहोस् भनेर चाहिँ मैले आई बाई दिस थिङ्स फर द केटरिङ समथिङ लाइक दिस अनि आज चाहिँ मेरो मोमो बनाउनु पर्ने स्पेसली बट मोमोको लागि हाम्रो सामानै छैन मार्केट जानु पऱ्यो भनेको मार्केट जानुलाई अल्छी लागिरहेको छ भेरी कोल्ड इज एम्टी अलमोस्ट माई फ्रिज मोमोको किमा बट मलाई चाहिँ आई डोन्ट लाइक टु बी लट फुड थिङ्स टु बी गिभन इन अ फ्रिज एनी टाइम बट वेन आई कुक फ्रेस वी क्यान इट इट and immediately we don't leave in the fridge a long time because I don't like to be eat even there is a lot of
things when I cook, whenever I go to the restaurant, hotel, or I cook it, everything. There's a some reason, I don't know. There's a 3 days left. After 3 days we throw every time. Even I do the my home same. होइन हिजो मात्रै मैले खानाहरू सबै फ्याँकेँ मेरो फ्रिजमा भएको त्यही भएर फ्रिज चाहिँ looks empty all. So I need to bring many things maybe tomorrow. अनि आज छुट्टी भएको दिनमा चाहिँ घरमै अब पूजा गरेको दिन बाहिर निस्किनु हुन्न भन्छन् के अरे बाहिर गएन सासू मम्मी आउनु भएको थियो सासू मम्मी आएर पनि जानु भइसक्नु सासू मम्मी चाहिँ आज मेन स्पेसली फ्युनरलमा जानको लागि आउनु भएको थियो काकी आमा अनि काकी आमाले आएर पूजासुजा गर्ने साथी लगाइदिनु भयो मतलब जहिले आउनु आमा चाहिँ आउनुहुन्छ बाबाको टाइम थिएन काका चाहिँ she the working so London ma not easy way to find everyone meet together anytime so यहाँ चाहिँ एकअर्कालाई भेट्नलाई पनि अपोइन्टमेन्ट लिनुपर्छ कामबाट छुट्टी लिनुपर्छ रिक्वेस्ट गर्नुपर्छ हैन त्यसको बावजुद पनि छुट्टी पाइँदैन बट छुट्टी पाइहाल्यो भने पनि इमर्जेन्सीमा भनेर लिइहाल्यो भने मात्रै otherwise we don't need to find holiday or wait holiday or you don't be right अब हाम्रो कल्चरमा अनुसारले वर्षमा बत्ती बाल्ने बितेको नाममा भनेर भनिन्छ नि जस्तै बौद्धिक धर्मको अनुसारले चाहिँ हामीले पूजा आर्जन गर्छौं बौद्धिक रूपमा अब बाबा मेरो ससुराबाहरू चाहिँ बौद्धिक हुनुहुन्छ म चाहिँ हिन्दू हुँ तर पनि आई लाइक एभ्री कल्चर मेरो हस्बेन्डले एभ्री कल्चर मान्नुहुन्छ मेरो हस्बेन्डको एभ्री वान होइन हिन्दू बौद्धिक दुइटालाई फलो गर्नुहुन्छ सो इजी छ होइन र यो घर पूजा सुजा सबै एभ्रिथिङ डन इट बट वान थिङ इज हामीलाई चाहिँ मेरो परिवारको ब्लेसिङले गर्दाखेरि अहिलेसम्म हामी चाहिँ यहाँ छौँ भनौँ न अपर्च्युनिटी कति कुराहरू कति दुःखहरू गरिरहेछौँ होइन त्यो दुःख त छँदैछ एभ्री टाइम त्यसको साथसाथै खुसी पनि छौँ हामी पारिवारिक सबैमा तर I mean I just entered the London when I started working with my husband. I'm going alone and whenever जतिखेर पनि मेरो हस्बेन्ड र मेरो चाहिँ कन्भर्सेसन अलवेज फोनमै हुन्छ होइन जहिले ऊ सुतिरहेको हुन्छ म काममा गइरहेको हुन्छु ऊ कामबाट फर्केर आउँदाखेरि ऊ काममा गइरहेको हुन्छ होइन हाम्रो चाहिँ टाइमिङ एकअर्कालाई दिने टाइम पनि हुँदैन होइन वी डोन्ट ह्याभ टाइम इच अदर स्पेन्ड टाइम सो वान डे छुट्टीमा हुन्छ वान डे छुट्टीमा नि जस्तै अब आफन्त भेट्ने होइन मेन इम्पोर्टेन्ट थिङ्सहरू गर्नुपर्ने होइन वी निड टु डु सो मेनी थिङ्स लाइक अब फ्यामिली ग्यादरिङ समटाइम हुन्छ नि अब मेन इम्पोर्टेन्टको टार्गेट गरेर चाहिँ हाम्रो डे अफहरू हामी उयो गर्छौँ होइन आई डोन्ट नो अरूको चाहिँ कस्तो छ होइन लन्डनको लाइफलाई सो रियालिटी इज फ्याक्ट चाहिँ यहाँ टाइम फ्यामिलीको लागि टाइमलाई नै मिलाउनलाई एकदमै गाह्रो हुन्छ होइन त्यसको बावजुद पनि हामीले एनी टाइम मेरो हस्बेन्डमा चाहिँ यो घरहरूको सामग्रीहरू किन्नलाई जोड्नलाई चाहिँ हामी मेरो हस्बेन्डलाई चाहिँ अब यसको नलेज भन्नाले उसलाई त छ न त तर केटा मान्छे हो होइन कता के किन्ने कसको लागि कता के गर्ने त्यो चाहिँ थाहा हुँदैन सो आई डन इट एभ्रिथिङ टु बी रेडी अनि यो किचनहरू एभ्रिथिङ अनि म चाहिँ के गर्छु भने मलाई चाहिँ एकदम मनपर्ने कुरा चाहिँ के भने जतिखेर पनि छुट्टीको बेला ठुलो मान्छेलाई भेट्न पाऊँ ठुलो मान्छेसँग बसेर टाइम स्पेन्ड गर्न पाऊँ भन्ने चाहिँ मलाई चाहिँ लागिरहन्छ एनी टाइम अनि मेबी टुमरो मेरो हस्बेन्डको नि छुट्टी नै छ भोलि र सो मेरो हस्बेन्डलाई लिएर चाहिँ भोलि हामी मकवान गर्न जान्छौँ होला सायद मतलब हटपट खाने प्लान छ भोलि चाहिँ र तर आज नै मैले भनिसकेको छु सासू मम्मीलाई भोलि हामी आउँछौँ भनेर
स्टिल आइम कन्फ्युजिङ नाउ मेरो प्लान चाहिँ आज सुकेरी मसाला बनाउने प्लान छ किनकि फर्स्ट टाइम त होइन मेरो पहिला पनि बनाएर साथीहरूलाई खुवाएको छु अनि मेरो साथीहरूलाई चाहिँ मैले बनाएको मसाला इट्स वाउ भनिरहेको छ होइन भनिरहेको थियो भनौँ न तर मलाई थाहा छैन कि सुकेरी मसाला कसरी चाहिँ बन्छ भन्ने कुरा नि त्यसको बारेमा नलेज पनि थिएन तर मलाई चाहिँ एउटा आन्टीले भन्नुभएको थियो जस्तै मैले युट्युब त हेरेँ होइन युट्युब हेरेँ भन्दा पनि फेस टु फेस नै सिक्नुमा मजा आउँदो रहेछ मैले काजु बदामहरू पनि लिएर राखेको छु छन त अनि त्यसको लागि चाहिँ किसमिस काजु एभ्रिथिङ होइन हुनुपर्ने रहेछ तर हामीले चाहिँ मेरोमा चाहिँ एनी टाइम हुन्छ है यो कुराहरू चाहिँ एज अ सेफ होइन सेफ भएको कारणले नै होला मलाई चाहिँ यो सबै सामानहरू चाहिँ जरुरी पर्छ एनी टाइम एनी कस्ट हाउ कसरी हुन्छ मलाई चाहिँ यो सामान चाहिँ घरमै हुनु पऱ्यो होइन सो मेरो हस्बेन्ड पनि त्यस्तै हुनुहुन्छ सामान चाहिँ जोडेर राख्नुहुन्छ होइन उसले नचलाए पनि नगरे पनि त्यो लिएर हाम्रो बरु चाहे 1 वर्षमा बिग्रेर जाओस् होइन मसालाहरू त अब टाइम हुन्छ नि त त्यसको डेट हुन्छ सो एभ्री टाइम अब यो मसाला चाहिँ प्याकिङबाट नै म छुटाउँछु मसालाहरू छुटाउँछु अनि यो किसमिसहरू बनाउनलाई मैले नारियल पनि लिएर राखेको छु होइन नारियलहरू मसालाहरू एभ्रिथिङ म चाहिँ आज फर्स्ट टाइम बनाउँछु So I bring the nariyal already. This dry one, you know, is very important for nariyal. Nariyal and nariyal ko milk. मतलब nariyal ko milk मा भयो नि water always should be have for nariyal, not milk. If you are using milk, you can leave outside. When you make the sukeri masala, it means pregnant women eat that like a food. But it give like vitamin होइन स्ट्रङ हुनको लागि चाहिँ अब ब्लिडिङ हुन्छ लेडीहरूको चाहिँ त्यसको लागि चाहिँ हामीले एकदमै जरुरी हुन्छ त्यो चाहिँ सुकेरी मसालाको लागि भनिन्छ होइन तर म चाहिँ अब त्यसको लागि इन्ग्रिडियन्टहरू छुट्याएर चाहिँ रेडी गर्दैछु अनि लेट्स सी सो होइन यो चाहिँ भयो लङ होइन थोरै लङ हाल्ने तर धेरै ज्यादा हाल्नुहुन्न लङ चाहिँ मैले उयोहरू पनि ल्याएको छु सुगर तर म यो धनियाँहरू पनि हाल्ने तर 12 मसला हाल्नु भन्छन् होइन 12वटा त आई डोन्ट ह्याभ मेबी होइन लेट्स सी जतिसम्मसँग त्यतिकै बनाउने कोसिस गर्छु म धेरै अमाउन्ट हाल्दिनँ किनभने यो अमाउन्ट नाप्नुपर्छ हामीसँग तर मलाई चाहिँ अटकल अलरेडी थाहा छ कति हाल्ने कसरी हाल्ने होइन यो मसालाहरू चाहिँ सकेसम्म ज्यादा नहालेकै ठिक हुन्छ है किनभने म थोरै बनाउनु लागेको आज चाहिँ कति मेरो साथी आमालाई चाहिँ चखाउनलाई हो मेरो नन्दा चाहिँ अब उयो हुन्छ त्यो नन्दाको लागि चाहिँ म अलि धेरै बनाउँछु यो किसमिसहरू ज्यादा नै ल्याएको छु चाहिँ मैले 2-3 केजी नै यो किसमिसहरू चाहिँ त्यसले पनि अनि जस्तै यो 2-3वटा फ्लेभर छ त्यसमा चाहिँ अनि यो भयो ज्वाइन चाहिँ थोरै हाल्नु होला धेरै हाल्यो भने हुन्न यो चाहिँ म आज थोरै मतलब कति आधा पाउ जति बनाउँछु होला आज सो भेरी अनि मेन इम्पोर्टेन्ट चाहिँ यो स्मेलहरू चाहिँ नबिर्सिकन होइन दालचिनी चाहिँ मेरो पाउडरै छ अलरेडी म बनाउँदिनँ दालचिनी र मसलाको चाहिँ तर पाउडर हुनाले मैले आफैले बनाएको पाउडर पनि छ रेडिमेड पनि छ तर म रेडिमेड युज गर्दिनँ जस मलाई मसलाको दाना चाहिँ यसमा फुराउनै पर्छ यो चाहिँ म जसरी यसलाई चाहिँ फुराएर राख्नुपर्छ अरू चाहिँ भनेको
अब त्यसमा हुन्छ होइन त्यो गुडहरू हाल्नुपर्ने हुन्छ होइन। म चाहिँ गुड युज गर्दिनँ होला सायद, अलिकति हनी युज गर्छु। अनि त्यसको लागि कि अर्कै त्यो मम्मीहरूले पठाउनुहुन्छ होइन, मम्मीहरूले कसरी त्यो गाउँघरमा बनाउने सिस्टमले बनाउँछु म चाहिँ। त्यसको लागि चाहिँ सबै इन्ग्रिडियन्ट चाहिन्छ भन्नु पर्दैन, चाहिँदैन क्या। जस्तै आफ्नो जे छ त्यसमा बनाउने। अब भयो 1 2 3 4 5 6 7 8 अझै छ मसाला हाल्नु छ, यो चिनी हाल्नु छ, चिनीले गुड हाल्नु छ, किनभने 12 थरी हाल्ने, जे हाल्ने नि 12 थरी हाल्ने, त्यसको भन्दा त्योभन्दा ज्यादा नहाल्ने। यो नरिवललाई चाहिँ काट्नुपर्ने हुन्छ। एभ्रिथिङ ड्राई होइन। मैले म चाहिँ धेरै जस्तो नरिवलको पानी युज गर्छु होइन बनाउँदा चाहिँ। म चाहिँ यो ड्राई नरिवल अलवेज पुलाउहरूको लागि लिएर राख्ने गर्छु। नरिवल चाहिँ अलि म ज्यादा हाल्छु, किनभने नरिवलको दुध हाल्दिनँ, पानी हाल्दिन्छु नरिवलको। सो यसैले अब यो चाहिँ रेडी भइसकेको छ होइन। यसरी अब यसलाई चाहिँ यसरी रेडी भइसकेको छ होइन। सो अब यही अनुसारले चाहिँ म युज गर्छु। सायद मेरो भिडियो चाहिँ डाइरेक्टली भनिरहेको छ होइन, मैले यताउता होइन त्यो हुन्छ नि के भन्छ, के युज गर्यो भन्छ नि त्यो मान्छेले, त्यसको नाम पनि So we start to cook now. Later on. So काम गरेर पनि अब त्यसमा तपाईहरुलाई अदरक हैन, अन्त अदुवाको पेस्ट्री हाल्नु मन छ भने अदुवा हाल्दा हुन्छ। म चाहिँ अदुवा हालेको चाहिँ मन पर्छ, थोरै ज्यादा हैन, अदुवालाई नै फुराउँछु। अदुवालाई चाहिँ यस्तै नै नछिनिकन हाल्नु, ताकि त्यसको एकदम स्ट्रङ बोन हुन्छ। त्यसैले यसलाई चाहिँ फुराउनु पर्ने हुन्छ। अझ सबै बनाएर फुराएर हैन सबै रेडी गर्नुपर्ने हुन्छ। म चाहिँ यसलाई ड्राई यतिकै नै उयो गर्नेछु। म चाहिँ थोरै बनाउँछु है, किनभने यो सँगै हालेर यसलाई यो हाल्ने।